एकछिन तपाईँ कल्पना गर्नुहोस्, अहिले तपाईँ 30 वर्ष पुग्नु भएको छ, उमेरले म्याच्योर हुनुहुन्छ, तपाईँले गर्ने काम पनि छ र मन्थली इन्कम पनि आइरहेको छ। तर मनभित्र भने कतै एउटा डर छ। आफ्नो ब्याङ्क ब्यालेन्स हेर्दा कन्फिडेन्स आउँदैन, कुनै समय इमर्जेन्सी आयो भने स्ट्रेस सुरु हुन्छ। सोसल मिडियामा अरूको लाइफस्टाइल देख्दा एउटै प्रश्न घुमिरहन्छ, म यत्रो मेहनत गर्दैछु तर किन अझै सुरक्षित महसुस हुँदैन? यहीँबाट धेरै युवाहरूको रियल फाइनेन्सियल स्टोरी सुरु हुन्छ। समस्या पैसा कमाउनुमा होइन, समस्या पैसासँगको सम्बन्धको बारेमा नजान्नु हो। हामी सबैलाई स्कुल कलेजमा एउटै कुरा सिकाइयो, पढ, जब गर र मेहनत गर अनि जीवन सेट हुन्छ। त्यसैले हामीले इन्कम बढाउन त सिक्यौँ, तर पैसालाई कन्ट्रोल गर्न भने सिकेनौँ। जब फर्स्ट स्यालेरी आउँछ, हामीले यसलाई फ्रिडम जस्तो महसुस गर्छौँ, तर डिरेक्सन बिना फ्रिडम खतरनाक हुन्छ। इन्कम त बढ्दै गयो तर भने सोच उहीँ रह्यो, त्यसैले खर्च पनि बढ्दै गयो। यही कारणले गर्दा 30 देखि 40 हजार कमाउने कोही सेक्योर छ र 1 लाख कमाउने कोही अझै आफ्नो तलबमा मात्र बाँचिरहेको छ। यहाँबाट एउटा कुरा क्लियर हुन्छ, वेल्थ इन्कमबाट होइन, माइन्डसेटबाट सुरु हुन्छ। यदि तपाईँ अहिले 18 देखि 30 वर्षको बिचमा हुनुहुन्छ भने आजको यो भिडियो कुनै मोटिभेसन होइन, यो एउटा डिरेक्सन हो। किनभने तपाईँले अहिले नै सिकेको फाइनेन्स रुलले तपाईँको बाँकी जीवन बदल्न सक्छ। आज म तपाईँलाई त्यो नियम बताउँदैछु जुन तपाईँले अहिले सिक्नुभयो भने पैसा तपाईँको बोझ हुँदैन, तर पैसाको बोझ तपाईँ बन्नुहुन्छ। रुल नम्बर 1, आम्दानीभन्दा क्यास फ्लो महत्त्वपूर्ण हुन्छ। धेरै व्यक्तिहरू केवल कति कमाइन्छ भन्ने कुरामा मात्र ध्यान दिन्छन्, तर साँचो कुरा के हो भने धनी बन्ने कुरा कमाइ होइन, बचत हो। यदि कमाएको सबै पैसा भाडा, खाना, घुमघाम र अनावश्यक खर्चमै सकिन्छ भने आम्दानी धेरै भए पनि केही फरक पर्दैन। प्रत्येक महिना आफ्नो पैसा कहाँ खर्च भइरहेको छ भन्ने कुरालाई थाहा गर्नुहोस्। आफ्नो इन्कमलाई 50%, 30%, 20% रुलको युज गरेर खर्चलाई 3 भागमा बाँड्नुहोस्। 50% चाहिँ आफ्नो आधारभूत आवश्यकतामा खर्च गर्नुहोस्, 30% चाहिँ आफ्नो चाहना भएको कुरामा बुद्धिमानीपूर्ण तरिकाले खर्च गर्नुहोस्, 20% भने भविष्यको लागि बचत गर्ने। यसरी नै आफ्नो इन्कमलाई सही तरिकाले सदुपयोग गर्न सकिन्छ। रुल नम्बर 2, खर्च गर्नु अघि आफैलाई पैसा दिनुहोस्। धेरै मानिसले यस्तो गर्छन्, पहिला खर्च गर्ने र बाँकी भए बचत गर्ने, तर प्राय बाँकी केही हुँदैन। यसको सट्टामा यदि इन्कम अथवा कहीँबाट पैसा आयो भने पहिले बचत, त्यसपछि मात्र खर्च गर्नुहोस्। 10% देखि 20% भए पनि बचत गर्न सुरु गर्नुहोस्। सानो रकम भए पनि नियमितता नै मुख्य कुरा हो। यो बानीले तपाईँलाई आर्थिक रूपमा अनुशासित बनाउँछ। रुल नम्बर 3, ठुलो सपना अघि इमर्जेन्सी फन्ड बनाउनुहोस्। जिन्दगीमा समस्या कहिले आउँछ थाहा हुँदैन। तपाईँको जागिर जान सक्छ, स्वास्थ्य समस्या आउन सक्छ, परिवारको जिम्मेवारी बढ्न सक्छ। यदि इमर्जेन्सी फन्ड छैन भने एकैचोटि सबै योजना बिग्रिन सक्छ। त्यसैले कम्तीमा 3 देखि 6 महिनाको खर्च बराबर पैसा सुरक्षित ठाउँमा राख्नुहोस्। यो पैसा लगानीका लागि होइन र देखाउनका लागि पनि होइन, केवल आपतकालीन अवस्थाको लागि मात्र हो। यसले तपाईँलाई मानसिक शान्ति दिन्छ। रुल नम्बर 4, लाइफस्टाइल बढाउनु सबैभन्दा ठुलो गल्ती हो। आम्दानी बढेसँगै खर्च पनि बढ्दै जान्छ। आफूसँग भएको पैसाले नयाँ मोबाइल किन्ने, महँगो क्याफेमा जाने र धेरै रेन्ट तिर्नुपर्ने ठाउँमा बस्ने गर्नु हुँदैन। तर सम्झनुहोस्, धनी देखिनु महँगो हुन्छ, धनी बन्नु चाहिँ शान्त हुन्छ। किन्न सक्नुहुन्छ भन्दैमा किन्नुपर्छ भन्ने हुँदैन। आफ्नो जीवनशैलीलाई आम्दानीभन्दा तल राख्नुहोस्, त्यसपछि मात्र तपाईँ लगानीका लागि तयार हुनुहुन्छ। रुल नम्बर 5, बचतले पैसा जोगाउँछ भने लगानीले पैसा बढाउँछ। बचत गर्नु सुरक्षित हुन्छ, तर पैसालाई वृद्धि गर्नको लागि लगानी आवश्यक हुन्छ। यदि सबै पैसा बचत खातामै राखियो भने महँगीले बिस्तारै घटाउँछ। त्यही कारणले साधारण लगानी गर्न सिक्नुहोस्। म्युचुअल फन्ड, फिक्स्ड डिपोजिट, सेयर्स, बिजनेस वा स्किल बेस्ड इन्भेस्टमेन्ट गर्नुहोस्। यी सबैमा विशेषज्ञ हुन जरुरी छैन, तर सुरु गर्नु नै ठुलो कुरा हो। अहिलेको उमेरमा समय नै सबैभन्दा ठुलो शक्ति हो। रुल नम्बर 6, डिग्रीभन्दा स्किलले बढी पैसा कमाउँछ। आजको समयमा डिग्रीले अवसर दिन्छ तर स्किलले पैसा दिन्छ। नेपालमा पनि अनलाइन काम, फ्रिल्यान्सिङ, रिमोट जब्स, पर्सनल ब्रान्ड जस्ता धेरै अवसरहरू छन्। कम्युनिकेसन, डिजिटल स्किल, प्रब्लम सल्भिङ, सेल्स वा टेक स्किल जस्ता कुरामा लगानी गर्नुहोस्। आफ्नो कमाउने क्षमता बढाउनु नै सबैभन्दा ठुलो लगानी हो। रुल नम्बर 7, धनी बन्ने प्रक्रिया लामो हुन्छ। छिटो धनी हुने कुनै बाटो छैन, सर्टकट छैन, म्याजिक इन्भेस्टमेन्ट छैन। धनी मानिसहरूले साना निर्णय पनि सही गर्छन्, धैर्य राख्छन् र दैनिक बानी सुधार्छन्। आजको सानो जितले नै भोलि ठुलो सफलता मिल्छ। यी सबै नियमहरूलाई जोड्ने अन्तिम धागो भनेको फाइनेन्सियल नलेज हो। स्कुलले सिलेबस सिकायो, जबले काम सिकायो,
तर पैसाको बारेमा कसरी सोच्ने भनेर कसैले सिकाएनन्। धनी मानिसहरू पैसा कमाउनु अघि पैसा बुझ्छन्। किताब, पोडकास्ट, फाइनेन्स कन्टेन्ट र सही सर्कलले सोच बढाउँछ र सोच बढलेपछि डिसिजन बदलिन्छ। डिसिजन बदलेपछि जीवन बदलिन्छ। धनी हुनु कुनै लक होइन, जन्मसिद्ध पाएको प्रिभिलेज पनि होइन। यो ससाना तर लगातार सही डिसिजनहरूको नतिजा हो। यदि तपाईँ अहिले 18 देखि 30 वर्षको बिचमा हुनुहुन्छ भने ढिलो भएको छैन, तपाईँ ठिक समयमा हुनुहुन्छ। आज सिकेको एउटा फाइनान्स रुलले 30 वर्षपछि तपाईँलाई पैसा पछ्याउनबाट रोक्छ, किनकि त्यति बेला पैसा तपाईँको लागि काम गरिरहेको हुनेछ। जोर्नी कठिन हुनसक्छ, तर डिरेक्सन सही भयो भने डेस्टिनेसन आफै बदलिन्छ। अन्त्यमा माथिका सबै रुलहरूलाई समराइज गरौँ। रुल नम्बर 1, आम्दानी भन्दा पनि क्यास फ्लो महत्त्वपूर्ण हुन्छ। रुल नम्बर 2, खर्च गर्नु अघि आफैलाई पैसा दिनुहोस्। रुल नम्बर 3, ठुलो सपना अघि इमर्जेन्सी फन्ड बनाउनुहोस्। रुल नम्बर 4, लाइफस्टाइल बढाउनु सबैभन्दा ठुलो गल्ती हो। रुल नम्बर 5, बचतले पैसा जोगाउँछ भने लगानीले पैसा बढाउँछ। रुल नम्बर 6, डिग्रीभन्दा स्किलले बढी पैसा कमाउँछ। रुल नम्बर 7, धनी बन्ने प्रक्रिया लामो हुन्छ। आजको यस भिडियोले तपाईँहरूलाई केही सिक्न मिलेको भए यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। यसरी नै फाइनेन्सियल टपिकमा आउने दिनहरूमा भिडियो ल्याउनेछु। थ्याङ्क्स फर वाचिङ।